तर तपाईले ती सबै कुराहरूलाई छोपेर त्यही उज्जु डार्लिङलाई मात्रै लिएर अगाडि बढ्नुभयो। त्यो किन त्यसरी आफ्नो प्रतिभाहरू त हँसाउने तपाईँको क्षमता हुँदाहुँदै कि तपाईँलाई लाग्यो यताबाट त्यति स्कोप छैन, मैले यसै गर्दा ठिक होला भन्ने लाग्यो हो कि? हेर्नुहोस्, आर्टिस्ट कलाकार भनेपछि जे पनि गर्नुपर्छ। उज्जु डार्लिङ पनि पार्ट अफ आर्ट। मैले जुन गर्छु नि, म जुन एउटा कलाकार, जुन मैले एउटा कला प्रस्तुत गरिरहेको छु नि, उज्जु डार्लिङ पनि त्यसको एउटा हाँगा हो। चाहे यसलाई कमेडी भन्नुहोस्, चाहे यसलाई फन्नी भन्नुहोस्, चाहे यसलाई रोमान्टिक भन्नुहोस्, वाट एभर, तर उज्जु डार्लिङ पनि आर्टै हो। किनभने म उज्जवल अहिले देखिरहनु भएको छ एउटा भिन्न उज्जु डार्लिङ। विश्वासै लाग्दैन तपाईँ त्यो उज्जु डार्लिङ यसरी हेर्नुहोस् न ल। अब यो उज्जु डार्लिङको तपाईँको यो पिक्चर हेरौँ हामी होइन, तपाईँको यो रूप हेर्दाखेरि त यो कार्यक्रम गर्ने मान्छे, त्यो उज्जु डार्लिङ चलाउने मान्छे यही हो भनेर विश्वासै लाग्दैन। फरक छ नि। हो, धेरै धेरै। त्यही भएर यो त ठुलो च्यालेन्जिङ हो। ठुलो आर्टको लागि, कलाको लागि त ठुलो च्यालेन्जिङ काम हो।